यदि श्रीमान बाहिर अरू केटीसँग लागेको छ भने छुटाउने 5 उपायहरू यस्ता छन्। यदि तपाईँको श्रीमान बाहिर अरू कसैप्रति आकर्षित भएको जस्तो लाग्छ भने हतारमा निर्णय नगर्नुहोस्। यी 5 उपाय अपनाएर सम्बन्ध सुधार्ने प्रयास गर्न सकिन्छ। नम्बर 1 मा रहेको छ शान्त भएर खुलेर कुरा गर्नुहोस्। रिस र आरोपभन्दा पनि सत्य कुरा बुझ्ने प्रयास गर्नुहोस्। र नम्बर 2 मा रहेको छ सम्बन्धमा हराएको माया र समय फर्काउनुहोस्। सँगै समय बिताउनुहोस् र भावनात्मक नजिकपन बढाउनुहोस्। र नम्बर 3 मा रहेको छ आफ्नो व्यवहार र सम्बन्धको कमजोरी पहिचान गर्नुहोस्। दुवै पक्षबाट कहाँ कमी भयो भनेर इमान्दारितापूर्वक सोच्नुहोस्। नम्बर 4 मा रहेको छ विश्वास र सम्मान पूर्ण निर्माण गर्नुहोस्। विश्वास टुटेको सम्बन्ध पनि प्रयासले फेरि मजबुत बन्न सक्छ। नम्बर 5 मा रहेको छ आवश्यक परे परिवार वा काउन्सिलरको सहयोग लिनुहोस्। कहिलेकाहीँ तेस्रो व्यक्तिको सही सुझावले सम्बन्ध जोगिन सक्छ। याद राख्नुहोस्, सम्बन्ध जोगाउन झगडा होइन, समझदारी र धैर्यता आवश्यक हुन्छ। किनकि साँचो प्रेम नियन्त्रणले होइन, विश्वासले टिक्छ। तपाईलाई यो भिडियो कस्तो लाग्यो त? यदि मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। धन्यवाद।